गाइस सबैजनालाई नमस्ते अनि मेरो नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ है। आज चाहिँ म घोरले झरनासम्म आइरहेको छु। यहाँ परतिर साइड थियो अनि 10 मिनेटको बाटोमा घोरले झरना थियो र म पनि आज आइरहेको छु। यो हिरो 4 बाट चाहिँ मैले चाहिँ भिडियो सुट गरिरहेको छु बाटोको चाहिँ। अनि अहिले म चाहिँ अब चाहिँ हिँड्दै जाँदै छु। सो अब झरनासम्म जाउँ, कस्तो कस्तो रहेछ झरना, कति पानी घटेछ, के भएछ, बाटोको यात्राहरू तपाईलाई यो भिडियोबाट यो गोप्रोबाट सुट गरेको छु, त्योबाट देखाउने छु। बाँकी चाहिँ मैले फोनैबाट गरिरहेको छु, कस्तो हुन्छ।
कसम यस्तो बवाल देखिएको छ यार। यो हो नि त झरना भनेको। आमा माथि देख्नु कस्तो आनन्द आयो के। ल सबैजना आएर भिजिट गर्नु होला एकचोटि चाहिँ हाम्रो घोर्ले झरना है। यो चाहिँ पछाडि देख्नु भएको यस्तो बवाल देखिएको छ यार। वाउ झरना आउने बाटो कस्तो रहेछ त भन्नु त ल। एकदम राम्रो हजुर, धेरै राम्रो है पहिलेको हेरी त। राम्रो अहिले धेरै सुधार भएको बाटो राम्रोसँगले आयो हजुर। ल मेरो भिडियो हेर्नलाई के भनिदिनुहुन्छ त? हजुरको भिडियो हेर्नेलाई अब हिमाचलको भिडियो हेर्नेलाई लाइक कमेन्ट सेयर सब्सक्राइब होइन, त्यतिबाट बोल्न जानिँदैन होइन, त्यति नै हो। अब घोर्ले झरना आउनु पर्यो भने चाहिँ यहाँ हाम्रो राजकुमार दाइलाई सम्झिँदा हुन्छ है। उहाँले एकदम सरल तरिकाले ल्याइदिनुहुन्छ। झरना चाहिँ यहाँ छ। उहाँले चाहिँ एकदम अटो सेवा दिनुहुन्छ। पुलबाट तलतिर पुल चाहिँ मुनिबाट हेर्दा यस्तो बवाल देखिन्छ कि झरना चाहिँ ट्याक्कसँगले यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ अनि यहाँ मुनि झरेर टक्क तलबाट पनि एक-दुईवटा फोटो भिडियो हान्ने भनेर सोच गरिरहेको छु। कस्तो यहाँबाट चाहिँ बवाल देखिन्छ पारिपट्टि चाहिँ झरना खतरनाक देखिन्छ। यो पुल बनाएकोले लगभग धेरै पर्यटकहरू यता आउनलाई चाहिँ अझै आकर्षक गरेको छ। यो पुल बनाउने मेरो चाहिँ एकदमै राम्रो लाग्यो मलाई पनि। सँगसँगै देख्नु नि कस्तो बवाल देखिन्छ माथि हेर्दा। आमा त्यही भएर तल अहिले पानी घटेर हो नभए यो यतातिर मान्छे हिँड्न नसक्ने गरेको हुन्थ्यो। यता त बा फुल रोप्दो रहेछ या कस्तो दामी फुलहरू रहेछ। केही छैन, म यसो आफ्नो भिडियो बनाउने कोसिस गर्नेछु है त है गाइजहरू। सुनसान झरना चाहिँ यहाँबाट हेर्दा यहाँबाट भने बवाल पछि यहाँसम्म आइपुग्छ क्या पानीहरू सबै। त्यो खतरा लाग्छ। यहाँ माथि देखेको त्यो पुल अलिअलि त अहिले पनि आउँदो रहेछ यार पानी हल्का। झरना चाहिँ हेलो, म चाहिँ ठ्याक्कै घोर्ले झर्नाको ठ्याक्कै पछाडि छु। देख्न सक्नुहुन्छ यस्तो बवाल सङ्लो पानी छ कि यहाँ देख्न सक्नुहुन्छ। यता पछाडि पुल, यता अगाडि यस्तो दामी झरना छ है। त्यसको दिशा हान्नु नि त हल्का खुट्टा पखालिदिनु है। त्यहाँ हालिदिनु पऱ्यो। झरना चाहिँ बबालै खतरा छ। यहाँ पनि एउटा यस्तो दामी झरना छ कि तिनवटा झरना देखिन्छ यहाँको देखिन्छ। यहाँबाट मुनि पनि अझै खतरा झर्ना देखिन्छ। त्यो गाई चाहिँ देख्न सक्नुहुन्छ। म चाहिँ अनि यहाँ परबाट पनि मेरो भिडियो बनिरहेको छ। गोप्रोले त्यहाँ बनिरहेको छ भने अझै यहाँनिर छु। यता पछाडि चाहिँ देख्न सक्नु यस्तो बवाल झर्ना ओपरै बवाल ओपरै बवाल दामी लाग्यो। अब त्यसमा म निस्किन लागेको है गाइजहरू देख्न सक्नुहुन्छ। पछाडि झर्नाले यता झन्डाले ओभरै दामी देखिया छ। एकदम खुसी लाग्यो। तर एकदम पानी कम भएको बेला आएछु। त्यही पनि केही छैन। सो सबैजना आउनु होला, इन्जोय गर्नु होला। मेरो भिडियोलाई नि हेरेर इन्जोय गर्नु होला। मन परेमा सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है त।